पुग्छ तपाईँ हामीलाई। त्यसैले आज तपाईँको यो मिडिया मार्फत हामी सबैलाई यो सन्देश जाओस् भन्न चाहन्छौँ। एउटा मृगौला भए पुग्छ, दुईटा मृगौला लग्जरी हो। त्यसलाई त्यो चाहिँदैन। दुईटा इन्जिन जस्तो निसङ्कोच आफ्नो परिवारको सदस्यको मृगौला फेल भयो भने तपाईँ हामीले मृगौला दान गर्नै पर्छ, उहाँलाई बचाउनै पर्छ ताकि परिवार सुखी सम्पन्न होस्। यदि दान नगर्ने हो भने मृगौला फेल भएको बिरामीको सेवा गर्दा गर्दै सारा परिवारले दुःख पाउँछ, रोजगार पनि गुम्छ र अन्त्यमा गएर घर न घाटो हुन्छ। त्यसैले मृगौला दान गर्नको लागि हिचकिचाउनु पर्दैन, हुँदैन। र मृगौला दान गर्ने व्यक्तिहरू है चिकित्सा विज्ञानको अध्ययनमा अझ बढी बाँचेको पो देखिएको छ। त अझ म सुन्दाखेरि किन भन्दाखेरि चिकित्सा मृगौला दान गरेपछि उहाँहरूको हेरचाह बढी हुन्छ। प्रत्येक वर्ष मेरो मृगौला ठिक छैन जाँच गर्नुहुन्छ। साधारण समस्या पत्थरी भयो, इन्फेक्सन भयो, उपचार भन्छ निको हुन्छ। तर दान नगरेकोहरूले मलाई के भएको छ र भन्ने बस्दा बस्दा भित्रभित्र उही 90% खतम भएर फेल भइसकेको हुन्छ। त्यसै दान दिँदाखेरि कदापि कन्जुस नगरिदिनु एउटा कुरा। दोस्रो कुरा मन्त्रीजीले भन्नुभयो मस्तिष्क मृत्यु भएको कुराले नेपालमा अति धेरै मस्तिष्क मृत्यु हुन्छ। 1000 जना भन्दा बढी सडक दुर्घटनाबाट मस्तिष्क मृत्यु हुन्छ देशमा। उहाँहरूको अङ्ग खेर गइरहेको छ। एकजना व्यक्तिले 8वटा